मेरो भगवानले मलाई दुःख दिनु हो भनेर हामीले आफ्ना इष्ट देवता, आफ्ना कुलदेवता, आफ्ना भगवानलाई कहिले पनि त्याग्नु हुँदैन भन्ने कुरा हो। एक दिन अवश्य पनि त्यो सफलताको बिन्दुमा हामी पुग्न सक्छौँ। आज दुःख भए त के छ र, भोलि फेरि सुख प्राप्ति हुन्छ। त्यसकारणले गर्दा किन मनलाई विचलित बनाउने, किन चिन्ता गर्ने। आज हरिश्चन्द्रले पनि अनेक दुःख र कष्ट भोगेर आफूलाई जसले बेचिदिनु भयो, अन्तिममा सुख प्राप्ति गर्नुभयो। र यिनैको वंशमा गएर रोहित भए। रोहितबाट बाहुक नाम गरेका प्रतापी राजा भए, जसले 2 विवाह गरे। ती बाहुककी एकजना श्रीमती गर्भवती अवस्थाकी थिइन्। एक दिन कुनै कालमा कहीँ जाँदा बाहुकको मृत्यु भएछ। मृत्यु भइसकेपछि आफ्ना पति अब मलाई छोडेर जानुभयो, म कसको सहारामा रहने भनेर म पनि मर्नको लागि तयार हुन्छु, म पनि चितामा गएर जल्छु। गर्भवती अवस्थाकी थिइन्। सबैले भने तिमीले जल्ने होइन, तिम्रो गर्भमा सुन्दर बालक आएको छ, भोलि त्यो बालकले तिम्रो रक्षा गर्नेछ, त्यसकारण गर्दा तिमीले मर्नु हुँदैन है भने। र उनी मरिनन्। तर उनकी सौताले के गरिन् त भन्दा यिनको गर्भमा सुन्दर बालक आउँदैछ अरे, बरु म विष पान गराइदिन्छु, यसको गर्भभित्र भएको बालक पनि मर्नेछ भनेर विष पान गराइदिन्छन्। अब म मर्छु होला भन्दा भन्दै त्यतिखेर और्व नाम गरेका ऋषिले भन्नुभयो, तिमी चिन्ता नगर, तिम्रो मृत्यु पनि हुँदैन, तिम्रो सुन्दर बालकको जन्म हुन्छ, जसले 21 कुल उद्धार गरेर लिएर जान्छ। किन चिन्ता गर्छु भनेर महाराज और्वले आफ्ना घरमा लगेर राख्नुभयो। समय आयो, उनको गर्भबाट एउटा सुन्दर बालकको जन्म भयो। त्यो बालक गरसहित पैदा भएको कारणले, गर भनेको विषसहित पैदा भएको कारणले गर्दा त्यो बालकको नाम के राखियो? सगर। त्यो बालक गरसहित पैदा भएको कारणले गर्दा त्यो बालकको नाम राखियो सगर। सगर नाम राखियो। अत्यन्त धार्मिक हुनुहुन्थ्यो सगर राजा, र उहाँले 2 विवाह गर्नुभयो। 2 विवाह गरिसकेपछि अब 2 जना पत्नीहरूलाई सोधियो, तिमीहरू के चाहन्छौ त भन्दा भगवानको ध्यान गर्दा केसिनी र सुमति नाम गरेका 2 जना पत्नीहरू भए। अब 2वटा वरदान भगवानको सामनेमा गएर उनीहरूले वरदान मागे। के वरदान माग्छौ? म 2वटा वरदान दिन्छु। एउटीलाई म 60,000 सन्तान दिन्छु, एउटीलाई 1 सन्तान दिन्छु। कसले को चाहने त भन्दा त्यतिखेर केशरीले भनिन्, मलाई त धेरै चाहिँदैन, मलाई त एउटा सन्तान भयो भने हुन्छ। एक चन्द्र त मोहन्ती न च तारा सहस्र सहस्र तारा भए पनि एउटै चन्द्रमाले प्रकाशित गर्छ, प्रकाश दिन्छ। त्यसकारणले गर्दा 100 भाइ छोरा भए पनि एउटै छोरा चाहिँ सज्जन निक्ल्यो भने उसले त कुलको उद्धार गरिहाल्छ नि, हैन? त्यसकारणले गर्दा मलाई धेरै सन्तानको आवश्यकतै छैन, एउटा सन्तान भए हुन्छ। छोरो चाहिँ कुपुत्र निक्ल्यो भने के गर्ने? त्यसकारणले गर्दा मलाई धेरै सन्तान चाहिँदैन, एउटा सन्तान भए हुन्छ। सुमतिले भन्यो, मलाई त 60,000 सन्तान दिनुपर्छ, मलाई 60,000 सन्तान दिनुहोस् भनेपछि तथास्तु भनिदिनु भयो। समय आयो र केशनीबाट असमञ्जस भए र सुमतिबाट 60,000 सन्तानको जन्म भयो। जन्म भएपछि एक दिन राजा सगरले, अत्यन्त राजा धार्मिक हुनुहुन्थ्यो, किनकि एउटा राजाको परम धर्म पनि हो यथा राजा तथा प्रजा भनिएको छ। राजाले जस्तो कर्म गर्छ, एउटा उच्च ओधामा बसेका व्यक्तिले जस्तो नियम आचरण सिकाउँछ, प्रजाले पनि त्यस्तै सिक्ने हो। त्यसकारणले गर्दा मैले धर्म गर्नुपर्छ, मैले प्रजालाई यही शिक्षा दिनुपर्छ भनेर उहाँले 100 अश्वमेध यज्ञ गर्ने विचार गर्नुभयो। र यज्ञ गर्नको लागि यज्ञ गरिसकेपछि एउटा घोडालाई छोडिदिनु भयो। त्यो घोडा जहाँ जहाँ पुग्छ, त्यो पाउले जहाँ जहाँ परिक्रमा लगाउँछ, जहाँ जहाँ टेक्छ, त्यो भूमि राजाकै हुन्छ भन्ने एउटा मान्यता अनुसार उहाँले घोडा छोडिदिनु भयो। घोडा छोडेपछि त्यो घोडालाई इन्द्रले चोरेर लिएर गएछन् र
कपिल नाम गरेका मुनिका आश्रममा लगेर बाँधिदिएछ। गंगा सागरको दक्षिण दिशापट्टि कपिल नाम गरेका मुनिका आश्रममा लगेर बाँधिदिएछन्। आफ्ना 60,000 सन्तानलाई भन्नुभयो, बाबु हो घोडा छोडेको धेरै समय भइसक्यो, फर्केर आएन, त्यसकारणले गर्दा त्यो घोडालाई खोजेर लिएर आऊ भन्नुभयो। उनीहरू घोडा खोज्दै जाँदा पृथ्वीलाई उत्तल पुतल पारे, पृथ्वीलाई उनीहरूले खन्ने, पृथ्वीलाई लडाए, तर कहीँ पनि भेटाउन सकेन। कालान्तरमा खोज्दै 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 जाँदा गंगा सागरको दक्षिण दिशापट्टि एउटा कुटीमा एकजना महर्षि तपस्या गरेर बसिराख्नु भएको रहेछ। यो देखेर उनीहरूले गएर भने, ए सबाजी हर सौर आस्ते मिलित लोचन भन्दै, अरे यो त चोर रहेछ हेर, आँखा बन्द गरेर नाटक गरिरहेको छ। हाम्रो घोडालाई चोर ल्याएर यहाँ बाँधेको छ अनि ऊ चाहिँ नाटक गरेर यहाँ बसिरहेको, यो त चोर रहेछ, यसलाई मार्नुपर्छ भने सबैले छेउमा गएर जब उनीहरूले मार्न भनेर उद्यत भए, त्यतिखेर कपिल नाम गरेका मुनिका आँखाबाट अग्निको ज्वाला निक्लेर सगर राजाका 60,000 सन्तानलाई भस्मीभूत, सबै खतम भए, सबै मरे। अब यो खबर थाहा पाउनु भयो, सगरजीले आफ्ना छोरा असमञ्जसलाई पठाउनु भयो, बाबु तिमी पराक्रमी छौ, त्यसकारणले गर्दा तिमी जाऊ, के गर्नुपर्छ। गएर असमञ्जसले गएर कपिल नाम गरेका मुनिलाई गएर सोधे, गुरुदेव ठुलो अनर्थ हुन पुग्यो, अब यिनीहरूको उद्धार कसरी हुन्छ होला, यिनीहरूलाई के गर्नु पर्यो अब भन्दा, त्यतिखेर उहाँले भन्नुभयो, कपिल नाम गरेका मुनिले, अब एउटै उपाय छ कि तिम्रा यी सन्तानको उद्धार चाहन्छौ भने तिमीले पृथ्वी तलमा जबसम्म गंगालाई ल्याउँदैनौ तबसम्म यिनीहरूको उद्धार हुन सक्दैन। अब गंगाजीलाई कसरी ल्याउने, त्यो तागत कोसँग छ, मसँग त छैन। तपाईँ तपस्या गर्नुहोस्, तपस्याको प्रभावबाट गंगाजीलाई तपाईँ ल्याउन सक्नुहुन्छ। असमञ्जसले तपस्या गरे, सकेनन्। अंशुमानले तपस्या गरे, सकेनन्। दिलीपले तपस्या गरे, सकेनन्। अन्त्यमा भगीरथ नाम गरेका प्रतापी राजा उहाँले तपस्या गर्नुभयो। तपस्या गरिसकेपछि अब भगवती माता गंगा प्रसन्न बनिन्। त्यतिखेर भनिन् गंगाजीले, कति कामले मेरो आराधना गर्नुभयो, मैले के सेवा गर्न सक्छु भन्दा, हे आमा हजुरले पृथ्वी तलमा आउनु पर्यो, पृथ्वी तलमा आएर मेरो काम के छ त भन्दा, पृथ्वी तलमा भएका ती पापीहरूको पापलाई तपाईँले धोइदिनु पर्यो। हे आमा तपाईँ आउनु पर्यो भनेपछि म पृथ्वी तलमा त आउँला, तर मेरो वेगलाई सामना गर्न सक्ने कोही पनि छैन। कसले सक्छ मेरो वेगलाई सामना गर्न? त्यतिखेर भगीरथले भन्नुभयो, हजुरको वेगलाई सामना गर्न सक्ने भगवान भूत भावन भगवान भोलेनाथ हुनुहुन्छ। त्यतिखेर गंगाजीलाई पनि अहंकार आएर, अरे मेरो यत्रो पानीको वेगलाई भोलेनाथले कहाँ सामना गर्न सक्नुहुन्छ भनेर त्यो अहंकार अलिकति आयो। जब से शुरू भए मान बढाए, तब से किस्मत फुटे, स्वामी स्वामी बन्ने लगे, लगन राम से छुटे भनेको छ। त्यसकारणले गर्दा मै मत्ता हो भन्ने भावना जब राखियो भने ईश्वरले यसरी हात पक्रिनु भएको छ भने पनि छोडिदिनुहुन्छ अरे। त्यही भएर भगवानसँग सम्बन्ध राख्नुपर्छ भने ईश्वरप्रति आफ्ना भक्ति भाव दर्शाएर ईश्वरलाई नै अहंकार गरेर कुनै पनि भक्ति गर्यो भने त्यसबाट हामी सफल हुन सक्दैनौँ। त्यसकारणले गर्दा ईश्वरले थाहा पाउनुहुन्छ यो कस्तो खालकोले भक्ति गर्दैछ भन्ने कुरा त ईश्वरलाई थाहा छ। भगवानले पहिला भन्नुभएको छ, तयाभि गुप्ता विचरन्ति निर्भया भन्नुभयो। तिमी जहाँ जाऊ निर्भय भएर होइन, तर सम्झिन चाहिँ मलाई सम्झ है, मलाई नबिर्स। ईश्वरले त्यही भन्नुभएको छ। तर हामी ईश्वरकै अगाडि अहंकार गर्छौँ हो। त्यसकारणले गर्दा आज गंगाजीलाई पनि अहंकार आयो। अब गंगाजीलाई भगीरथ प्रयत्न गरेर ल्याउनु भयो। ल्याउँदा 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 ल्याएर भगवान भोलेनाथको जट्टामा राखिदिनु भयो। अब जट्टाभित्र यतै यही जट्टाभित्र घुमाइदिनु भगवान भोलेनाथले, बाहिर निक्लिने ठाउँ कहीँ पनि छैन। त्यतिखेर उनी छक्क परिन्, गंगा माता छक्क परिन्। अरे मैले त अहंकार गरेको थियो, मेरो बेगलाई त भोलेनाथले सामना गर्न सक्नु हुँदैन, तर मेरो बेगलाई त यहीँ हराइदिनु भयो।
अन्तिम भगीरथले भन्नुभयो हे आमा हजुरले छोडिदिनु पर्यो भनेपछि त्यहाँबाट भगवान भोलेनाथले जटाबाट गंगालाई छोडिदिनु भयो र बिस्तारी 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 गंगाजीले लिएर आउनु भयो। लिएर आउँदै हुनुहुन्थ्यो अघि अघि भगीरथजी पछाडि पछाडि गंगाजी ल्याउँदा 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 बाटामा एकजना जन्नु नाम गरेका